तपाईले मसँग गलतीको पुस्तक 5 अध्यायको 1 पदबाट आज हामी हेर्छौँ। यहाँ यसरी लेखिएको छ, स्वतन्त्रताको निम्ति क्रिस्टले हामीलाई स्वतन्त्र पार्नु भएको छ, यसकारण दरा भएर खडा हो, फेरि दासत्वको जुवामुनि नपर। अनि यो अहिले यी दिनहरूमा तपाईले विचार गर्नुभयो भने, हेर्नुभयो भने मान्छेहरू चिन्ताले ग्रसित तपाईँ र मैले पाउँछौँ। जो कसैले पनि यो टेन्सन र डिप्रेसन चाहिँ अहिलेको समयमा एकदमै फेसन जस्तै बनिरहेको छ। जसले पनि म त डिप्रेस छु, म त यस्तो छु, म त त्यस्तो छु भनेर भनिरहेको हुन्छन्। सबैले आफ्नो जीवनको दुखेसोहरू वास्तवमा पोखिरहेको हुन्छन्। अब त्यो अभिव्यक्त गर्ने कुरा फरक फरक ढङ्गले, कसैले फेसबुकमा पोस्ट गरेर, कसैले टिकटकमा होइन भिडियो बनाएर, सबैले सबै किसिमको आफ्नो अभिव्यक्तिहरू राखेका हुन्छन्। अनि त्यो अभिव्यक्तिहरूमध्ये आफ्नो चिन्ता पनि एउटा हो। मानिसहरूको भावहरूमध्ये चाहिँ चिन्ता पनि हो। अनि हाम्रो उखान पनि छ, मानिसको चिन्ताले चाहिँ चितासम्म पुर्याउँछ भन्ने। अब यसबाट पनि हामीलाई थाहा हुन्छ कि हाम्रो जीवनमा चिन्ता चाहिँ कति भयानक रहेछ र चिन्ताले कतिसम्म हामीलाई हानि गर्न सक्दो रहेछ भनेर। तर जब हामी बाइबलमा हेर्छौँ भने प्रभुले धेरैचोटि, प्रभु आफैले पनि चिन्ता नगर, तिमीहरू भौतिक कुराको निम्ति फिक्री नगर भनेर उहाँले भन्नुभएको छ। र हामीले चाहिँ क्रिस्ट येशूमा त्यो चिन्तामाथि चाहिँ विजय भएका छौँ। अघि जो हामीले हेरेका छौँ, अघि हामीले गलतीको पुस्तकमा हेरे जस्तै, अब हामी यहाँनिर हेर्छौँ, अब चिन्ता फिक्री गर्नुको सट्टामा चाहिँ तपाईँ र मैले चाहिँ प्रभुसँग भरोसा गर्नुपर्छ। जहिले पनि चिन्ता फिक्री भनेको चाहिँ तपाईँ र मेरो भरोसा होइन, तपाईँ र मैले कसरी राख्छौँ भन्ने कुरा। अनि जहिले पनि चिन्ता चाहिँ भरोसाको विपरीत हो। हामीले विचार गर्यौँ भने, त्यसलाई हेऱ्यौँ भने, यहाँनिर किन हामी त्यो कुरामा चाहिँ खडा हुनुपर्ने रहेछ, दह्रो हुनुपर्ने कुरा चाहिँ हामी पहिलो पत्रुसको पुस्तक 5 अध्यायको 7 पदमा यहाँ यसरी लेखिएको छ, तिमीहरूका सारा फिक्रीहरू उहाँलाई सुम्पिदेऊ, किनभने उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। अब यहाँबाट हामीले थाहा पाउँछौँ, अब हामीले किन, प्रभुले पनि भन्नुभएको छ, जब हामी मत्तीको पुस्तकमा हेर्छौँ भने त्यो प्रसङ्ग पाउँछौँ। प्रभुले अझै तुलना गरेर त्यहाँनिर बताउनु भएको छ। अनि यहाँनिर पनि अब हाम्रो जीवनमा ती कुराहरू हुँदैन भन्ने होइन, तर अब हामीले चाहिँ त्यो बिसाउने अथवा हामीलाई त्यो अवस्थामा साथ दिने, हामीलाई मार्गदर्शन गर्नुहुने प्रभु चाहिँ हामीसँग हुनुहुन्छ। त्यस कारणले गर्दा अब तिमीहरूका सारा फिक्रीहरू उहाँलाई सुम्पिदेऊ, किनभने उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। अब हामी फिक्री गर्ने, तर हामीले चाहिँ परमेश्वरमा हाम्रो कुरालाई सुम्पिने। र अर्को कुरा यहाँ हामी देख्छौँ, कतिचोटि हामीले यो कुरालाई मिस गरिरहेको हुन्छौँ, हामीले त्यो कुरालाई गुमाइरहेको हुन्छौँ। हामी सरसर्ती यसलाई 11 सम्म हेर्छौँ। यहाँ यसरी लेखिएको छ 8 मा, सचेत रहो र जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेटौँ र निलिहालौँ भने सिंह चाहिँ तिमीहरूलाई खोजी हिँड्छ। र विश्वासमा दरा भएर त्यसको विरोध गर, किनकि संसारैभरि तिमीहरूका दाजुभाइहरूलाई पनि यस्तै कष्टमा पर्नु परिरहेको छ।
सबै अनुग्रह र परमेश्वरले ख्रीष्टमा आफ्नो अनन्त महिमाको निम्ति तिमीहरूलाई बोलाउनु भएको छ र तिमीहरूलाई केही बेर कष्ट भोगेपछि उहाँले तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ, स्थिर गराउनु र शक्तिशाली पार्नुहुनेछ। उहाँलाई नै पराक्रम शक्ति सदा सर्वदा भइरहोस्। आमेन। अनि जब यहाँनिर हामी यो कुरा हेर्दै गर्दाखेरि चाहिँ हामी चाहिँ किन ती कुराहरूमा चाहिँ नरहनु पर्ने हो त भन्दै, त्यो हामीले चाहिँ किन नगर्नु पर्ने? हाम्रो लागि चाहिँ परमेश्वरले वास्ता गर्नुहुन्छ। तपाईँ र मलाई यहाँ उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ भन्ने कुरा हामीलाई बताइएको छ। अनि अब हामी यो सबै कुराबाट भएर जाँदै गर्दा हामीमा भएको शान्ति, हामीमा भएको जुन त्यो अमन चैनको अवस्था हुन्छ नि, त्यो चाहिँ तपाईँ र म चाहिँ खुसी नभएको, तपाईँ र म शान्तिमा नभएको चाहना तपाईँले 8 पदमा त्यो पाउनुहुन्छ। चाहना नभएको मानिस चाहिँ होइन, चाहना नभएको चाहने दियावलस चाहिँ कसलाई भेटौँ र निलिहालौँ भने खोजी हिँड्छ। तर यो समयमा पनि तपाईँ र म चाहिँ जागरुक रहनु पर्ने कुरा, जागा रहनु भनेको एउटा सक्रिय अवस्था हो होइन। जे कुराको लागि पनि यदि हामी तयार छौँ भनेदेखि चाहिँ हामी क्विक रिएक्सन गर्न सक्छौँ होइन। जुनै कामको लागि पनि यो जागा रहनु, एक्टिभ रहनु भन्ने कुरा हामी यहाँ बुझ्दछौँ। तर अब सचेत रहेर चाहिँ विश्वासमा दह्रा भएर त्यसको विरोध गर। अब यहाँनिर हामी पाउँछौँ कि विश्वासमा दह्रो भएर त्यसको समर्थन गर, त्यसलाई प्रेम गर भनेको छैन यहाँ, त्यसको विरोध गर र संसारैभरि तिमीहरूका दाजुभाइहरूलाई पनि यस्तै कष्ट भोगिरहनु परेको छ। अब यहाँनिर कष्टको कुरा गरिएको छ, माथि परमेश्वरले वास्ता गर्नुहुन्छ भन्ने कुरा यहाँ हामी पाउँछौँ भने हामीले बिचमा आएर फेरि आफू डह्रो हुनु, यहाँ सचेत रहनु पर्ने कुराको बारेमा हामी पाउँछौँ। माथि उहाँले वास्ता गर्नुहुने कुरा छ भने बिचमा तपाईँले पाउनुहुन्छ यहाँ जागा रहनु पर्ने कुरा, सजग रहनु पर्ने कुराको बारेमा हामी भेटाउँछौँ। र त्यो सँगसँगै जब हामी 9 पदमा हेर्छौँ भने चाहिँ डह्रो भएर त्यसको विरोध गर। तिमीहरूका दाजुभाइहरू पनि संसारैभरि कष्ट भोगिरहेका छन्, भोग्नु परिरहेको छ। सबै अनुग्रहका परमेश्वरले ख्रीष्टमा अनन्त महिमाको निम्ति तिमीहरूलाई बोलाउनु भएको छ र तिमीहरूलाई केही बेर कष्ट भोगेपछि उहाँले तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ र स्थिर गराउनुहुनेछ। यहाँनिर हामी यो कुरा देख्छौँ होइन। अनि यस्तै प्रकारले हामीले हाम्रो जीवनमा पनि भोगिरहेका सबैको जीवनमा केही न केही कुराहरू छन्, केही न केही अनुभवहरू छन्। यदि अहिले खुलेर भन्ने हो भने सबैलाई आफ्नो कुरा भन्नुहुन्छ, तर कतिचोटि त म चाहिँ व्यक्तिगत रूपमा कतिपय कुराहरू चाहिँ नल्याउनुहोस् भनेर भन्ने गर्छु, व्यक्तिगत कुराहरूदेखि लिएर कतिवटा उहाँका पारिवारिक कुराहरू। तर अब त्यसरी भन्दै जाने भने कति धेरै कुराहरू छन्, सबै कुनै न कुनै दृष्टिकोणबाट हामी त्यो बाटो भएर चिन्ता फिक्रीको बाटो भएर गएका छौँ। तर हामीलाई त्यो बिचमा पनि सम्हाल्नु हुने, त्यो बिचमा पनि हामीलाई मार्गदर्शन गर्नुहुने प्रभु चाहिँ हामीसँग हुनुहुन्छ भन्ने कुरा चाहिँ जब हामीले त्यो कुरालाई चाहिँ डह्रो भएर पक्रिराख्छौँ, हाम्रो विश्वासलाई मजबुत बनाइराख्छौँ भने हामी हरेक परिस्थिति, सबै परिस्थितिबाट माथि उठेर हामी जिउन सक्दछौँ। अनि जब तपाईँलाई चिन्ता फिक्री आउँछ, तपाईँले एकदमै दृढ भएर भन्न सक्नुहुन्छ परभाग भनेर।
अनि किनभने हामीलाई चाहिँ त्यो अवसर, त्यो वास्ता गर्नुहुने प्रभु, त्यो प्रेम गर्नुहुने प्रभु, तपाईँ र मलाई, मेरो निम्ति सधैँभरि तपाईँ र मसँगै रहिरहन, हरेक परिस्थितिबाट भएर जाँदै गर्दा तपाईँ र मलाई डोर्याउनु हुने प्रभु चाहिँ तपाईँ र मसँग हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ अब त्यो कष्टहरूबाट भएर जाँदै गर्दा, ती असहजताहरूबाट भएर जाँदै गर्दा पनि अब हाम्रो मनमा चाहिँ के हुनुपर्छ? सबै अनुग्रहका परमेश्वरले ख्रीष्ट येशूमा आफ्नो अनन्त महिमाको निम्ति तिमीहरूलाई बोलाउनु भएको छ र तिमीहरू केही बेर कष्ट भोगेपछि उहाँले तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ र स्थिर गराउनुहुनेछ। अब यहाँनिर हामी त्यो बाटो भएर जाँदै गर्दा सधैँभरि जीवनमा हामी त्यो बाटो नै भएर जाँदैनौँ। कतिचोटि चाहिँ हामी त्यस्ता कुराहरूमा अड्किन्छौँ कि होइन, त्यही मात्रै कुरालाई लिएर चाहिँ हामीले विचार गरे, चिन्ताको मात्रै, फिक्रीको मात्रै, तर परमेश्वरले हामीले गर्नुहुने वास्तवको बारेमा हामीले विचार गरिरहेको हुँदैनौँ। हाम्रो त्यसप्रतिको सही दृष्टिकोण नभएको कारणले गर्दा पनि हामी धेरै दुखी, चिन्तित र थकित हुन्छौँ। तर हामीले विचार गर्नुपर्ने कुरा, त्यो सबै कुराको माझमा परमेश्वरले तपाईँ र मलाई सम्हाल्नुहुन्छ, तपाईँ र मलाई वास्ता गर्नुहुन्छ अनि तपाईँ र मलाई नयाँ पार्नुहुन्छ र स्थिर गराउनुहुन्छ र शक्तिशाली पार्नुहुन्छ। तपाईँ र मलाई त्यत्तिकै शिथिल अवस्थामा उहाँले छोड्नुहुन्न। तपाईँले मत्ती 11:28 पनि त्यहाँ हामी हेऱ्यौँ भने ती कुराहरू पाउँछौँ। उहाँले तपाईँ र मलाई वास्ता गर्नुहुन्छ। यो एकदमै प्रख्यात खण्डहरू मध्येको एउटा खण्ड पनि हो। म तपाईँको निम्ति पढ्न चाहन्छु। यहाँ यसरी लेखिएको छ, यहाँ हामी यसरी लेखिएको हामी पाउँछौँ, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु। यहाँनिर पनि हामी पाउँछौँ एउटा थकित मान्छे, एउटा होइन एकदमै पीडामा भएको मान्छेको निम्ति यहाँ एउटा आह्वान यहाँ गरिएको हामी देख्छौँ, एउटा दबिएको मानिसको निम्ति पनि। अनि यहाँ हामी अर्को कुरा पनि देख्छौँ। यहाँ जब हामी हेर्छौँ भने हामी धेरैचोटि हाम्रो जीवनमा चाहिँ चिन्ता फिक्रीहरू आउँदै गर्दा, त्यो बोझहरू आउँदै गर्दा हामीले कतिवटा कुराहरू चाहिँ थाहा नभएको कारणले, नसिकेको अथवा नबुझेको कारणले गर्दाखेरि पनि हाम्रो जीवनमा चाहिँ ती कुराहरू आउँछन्। म तपाईँलाई 29 पनि पढ्न चाहन्छु अनि यहाँको सन्दर्भबाट पनि आज हामी केही कुराहरू सिक्छौँ। यहाँ यसरी लेखिएको छ, मेरो जुवा आफूमाथि ल्याऊ र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु र तिमीले आत्मामा विश्राम पाउनेछौ, किनकि मेरो जुवा सजिलो छ र मेरो भारी हलुको छ। अनि जब हामी यो चिन्ताबाट निस्किनको निम्ति पनि नि हामीले त्यो कुरा चाहिँ अभ्यास गर्नुपर्छ। जसरी यहाँ ख्रीष्ट येशूले पनि त्यहाँ आह्वान गर्नुभएको छ, बोलाउनु भएको छ अनि त्यहाँ उहाँसँगै रहेर सिक्न पनि भन्नुभएको छ। अनि यो यहाँनिर हामी यो कुरालाई देख्छौँ। अनि त्यो सबै कुराबाट जब हामी भएर जान्छौँ होइन, अनि चाहिँ तपाईँ र मैले वास्तवमा त्यसप्रति विजय र स्वतन्त्रता महसुस गर्छौँ। तर कतिचोटि हामी फेरि पनि त्यही चिन्तामा, त्यही फिक्रीमा होइन, कतिचोटि हामीले विचार गर्छौँ कि वचन सुन्यो हामी उत्साहित हुन्छौँ होइन, वचन सुन्यो उत्साहित हुन्छौँ अनि फेरि एउटा रिफ्रेसिङ फिल गर्छौँ, फेरि समय बित्दै जान्छ, फेरि हामी त्यही अवस्थामा आइपुग्छौँ। त्यो एउटा अवस्थामा हामी आइपुग्छौँ। तर बाइबलले चाहिँ हामी हेऱ्यौँ भने उहाँले तपाईँ र मलाई सधैँ चाहिँ प्रभुको वचनमा हेर्न, किनभने जब हामी प्रभुको वचनले हेर्छौँ नि अनि हामी चाहिँ रिफ्रेस, उहाँका आउनु भनेको उहाँको वचनलाई मनन गर्नु पनि हो। जब हामी उहाँको वचनलाई
मनन गर्छौँ र त्यसअनुसार हाम्रो दृष्टिकोण चाहिँ विकास गर्छौँ भने धेरैचोटि हाम्रो जीवनमा चिन्ता र फिक्री आउनुको मुख्य कारण के भने हाम्रो दृष्टिकोण चाहिँ परमेश्वरप्रति ठिक नभएको कारणले गर्दाखेरि चाहिँ हाम्रो जीवनमा तमाम किसिमको समस्याहरू आइरहेको हुन्छ। हाम्रो सोचमा, हाम्रो विचारमा किन ती सबै कुराहरू आउँछ भने हामीले ती सबै कुरालाई परमेश्वरको वचनले चाहिँ कसरी हेरेको रहेछ, परमेश्वरले चाहिँ त्यो कुरालाई कसरी समाधान गर्नु भएको छ भन्ने कुरा जब हामीले महसुस गर्दैन तब चाहिँ हामीलाई त्यो कुराहरू बोझ लाग्न थाल्छ। जसरी तपाईँले कुनै पनि गणितलाई समाधान गर्न लागिरहनु भएको छ, म्याथ क्वेसन सल्भ गर्न लाग्नु भएको छ भने तपाईँलाई फर्मुला थाहा छ भने, अब यो हुन चाहिँ परमेश्वरको वचन पनि फर्मुला जस्तै हो भनेर भन्नु खोजा होइन, तर एउटा उदाहरण मात्रै हो, फेरि त्यसलाई त्यसरी नबुझ्नु होला। हामीलाई जब त्यो म्याथको फर्मुला थाहा हुन्छ भने हामी सजिलै त्यो गणितको समस्यालाई सुल्झाउन सक्छौँ। भनेको जब हामीलाई परमेश्वरको वचन थाहा हुन्छ र उहाँले हाम्रो निम्ति तय गर्नुभएको योजना हामीलाई थाहा हुन्छ नि, तब हाम्रो जीवन चाहिँ सहज बन्दै जान्छ। यहाँ मलाई यो केही समयको निम्ति असहज भए पनि हरेक कुरा चाहिँ मेरो जीवनमा पर्मानेन्ट होइन अथवा सधैँ रहिरहने होइन। हामीलाई उपदेशकको पुस्तकले पनि त्यो कुरा भन्छ नि होइन, हरेक कुराको चाहिँ समय छ। हुनसक्छ हाम्रो जीवनमा कुनै चिन्ता र फिक्रीको समय आइरहेको छ, हामी त्योबाट भएर गइरहेको छौँ। कतिचोटि चाहिँ त्यो मेरो जीवनमा साँच्चै सधैँभरि रहिरहन्छ कि भन्ने किसिमको हामीले विचार गरिरहेको हुन्छौँ क्या। त्यस कारणले गर्दा पनि त्यसले हामीलाई अझै तल तल पुर्याउँछ र तपाईँ र मेरो विश्वासलाई पनि यो सबै कुराले चाहिँ कमजोर बनाउँछ। तर हामी सधैँभरि उहाँको उपस्थितिमा रहेर र उहाँले आह्वान गर्नुभएको, उहाँले बोलाउनु भएको बोलावटलाई सुनेर उहाँ कहाँ गएर जब हामी त्यो कुरालाई अभ्यास गर्न थाल्छौँ, जसरी यहाँ हामीले 11:28-29 हेरे चाहिँ हामीले यो कुरालाई मनन गर्दै हामी उहाँसँग सधैँभरि रहन्छौँ र उहाँले तपाईँ र मलाई कस्तो योजना गर्नुभएको छ, कस्तो विचार चाहिँ तपाईँ र मेरो निम्ति राख्नु भएको छ भन्ने कुरा जब तपाईँ र मलाई थाहा हुन्छ नि, तब चाहिँ तपाईँ र मेरो चिन्ता चाहिँ हाम्रो जीवनबाट हट्छ। किनभने तपाईँलाई थाहा छ नि त, यो पीडामा भएर जाँदै गर्दा पनि मेरो निम्ति चाहिँ परमेश्वरले असल र भलाइको योजना राख्नु भएको छ। यिर्मया 29:11 हुनुपर्छ, जुन योजनाहरू मैले तिमीहरूको निम्ति राखेको छु त्यो म जान्दछु भनेर भन्नुभएको कुरा हामी पाउँछौँ। म तपाईँको निम्ति पढ्न चाहन्छु। यहाँ हामीले हेऱ्यौँ भने यो कुरालाई पाउँछौँ। अनि जब हामीलाई यो कुराहरू परमेश्वरले हाम्रो निम्ति राख्नु भएको कुराहरू बिस्तारै जब हामीले जीवनमा महसुस गर्दै जान्छौँ नि, तब हामीलाई त्यो बाटोबाट भएर जाँदै गर्दा पनि, जसरी दाउदले पनि त्यो विषयमा भन्नुहुन्छ होइन, अन्धकारमय घटीबाट भएर जानु परे तापनि परमप्रभु मेरो साथमा हुनुहुन्छ, उहाँको लट्ठी र लौरोले मलाई सहायता दिन्छ, उहाँले मार्गदर्शन गर्नुहुन्छ भन्ने कुरालाई उहाँले भन्नुभएको जस्तै यहाँ हामी हेरौँ त यिर्मयाको पुस्तक 29:11, किनभने जुन योजना मैले तिमीहरूको निम्ति बनाएको छु म ती जान्दछु, परमप्रभु भन्नुहुन्छ, ती तिमीहरूको उन्नतिको निम्ति हुन्, त्यो नक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई हो। अनि यहाँ जब हामीले यो कुरा चाहिँ थाहा पाउँछौँ नि, जस्तो सुकै असहजताबाट भएर हाम्रो जीवनमा हामी जाँदै गर्दा पनि जब हामीलाई चाहिँ थाहा हुन्छ कि यो जुन कुराहरूबाट म भएर गएको छु यो पनि सधैँको निम्ति रहने हुने, यो पनि कुरा चाहिँ परिवर्तन हुन्छ र उहाँले तपाईँ र परमेश्वरले चाहिँ मेरो निम्ति योजना राख्नु भएको छ। कुनै पनि पीडा र दुःख चाहिँ पर्मानेन्ट होइन मेरो निम्ति भनेर जब तपाईँले बुझ्नुहुन्छ, प्रभुलाई विश्वास गर्ने र उहाँको स्वतन्त्रताको निम्ति बोलाएकाहरूको निम्ति चाहिँ त्यो पीडाको, त्यो चिन्ताको, त्यो फिक्रीको समय चाहिँ पर्मानेन्ट होइन भनेर जब हामी बुझ्छौँ भने
तब चाहिँ हाम्रो जब सठिक दृष्टिकोण हुन्छ नि परमेश्वरको वचनप्रति हाम्रो र उहाँको योजनाप्रति हाम्रो विश्वास र भरोसा रहन्छ भने हामीलाई ती सबै कुराले बसमा पार्न अथवा त्यसको दासत्व मुनि तपाईँ र मलाई पार्न सक्दैन। तर यदि हामीले हाम्रो त्यसप्रतिको दृष्टिकोण चाहिँ ठिक छैन भने, त्यो कुरालाई हामीले सठिक तरिकाले विचार विमर्श गरेका छैनौँ, मनन गरेको छैनौँ भनेदेखि चाहिँ यी सबै कुराहरूबाट हामी घेरिन्छौँ र त्यो वास्तविक सत्यतामा हामी पुग्दैनौँ, जुन सत्यताले तपाईँ र मलाई स्वतन्त्र गराउँछ। येशू ख्रीष्टले भन्नुभएको छ, जब तिमीहरूले सत्यता जान्नेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउँछ। अनि यो तपाईँ र मलाई स्वतन्त्र बनाउने वचनलाई तपाईँ र मैले मनन गर्नु पर्दछ। हरेक कुरा जब तपाईँ र मेरो जीवनमा घटित हुँदै जान्छ, जब जब तपाईँले बाइबलमा हेर्नुहुन्छ भने तपाईँलाई त्यसबाट उम्कनको निम्ति मार्गहरू उहाँले तपाईँलाई र मलाई देखाउनुहुन्छ र हामी एकदमै स्वतन्त्र भएर र स्वच्छन्द भएर उहाँको सार्वभौमिकताभित्र जीवनयापन गर्न सक्छौँ। भलै हाम्रो निम्ति छोटो समयको निम्ति केही असहजता भए पनि, कठिनाइहरू भए तापनि आज तपाईँ र मलाई चाहिँ उहाँले वास्ता गर्नुहुन्छ, तपाईँ र मलाई उहाँले मार्ग निर्देशन गर्नुहुन्छ। अनि तपाईँ र मैले उहाँले भन्नुभएका र उहाँले गर्नुभएको प्रतिज्ञामाथि हाम्रो दृढ विश्वास र भरोसा सधैँ बनाइराख्नु पर्दछ। र त्यसो भयो भने तपाईँ र मैले जहिले पनि विचार गर्ने कुरा, म उहाँमा सुरक्षित छु र उहाँले मेरो वास्ता र फिक्री गर्नुहुन्छ भन्ने कुरालाई जब हामीले सोच्दछौँ र त्यस अनुसार हामी हाम्रो जीवनमा निरन्तर अघि बढ्छौँ भने ती सबै कुरालाई हामी प्रायस्त गर्दै हाम्रो दिन दैनिकीहरूमा हामी दह्रो भएर हरेक परिस्थितिमा चाहिँ खडा हुन सक्छौँ। हुन्छ, आउनुहोस् हामी छोटो प्रार्थना गरौँ। सर्वशक्तिमान सर्वोच्च परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। यो सुन्दर समय तपाईँले हामीलाई दिनुभयो अनि तपाईँका वचनहरूबाट हामीले जुन कुराहरू हेरेका छौँ, तपाईँ हाम्रो वास्ता र फिक्री गर्नुहुने, तपाईँ हामीलाई प्रेम गर्नुहुने र हाम्रो हरेक परिस्थितिमा मार्गनिर्देशन गर्नुहुने प्रभु तपाईँ हुनुहुन्छ। अनि हामी तपाईँमा भरोसा राखेर हाम्रा जीवनका कठिनाइ परिस्थितिहरूमा पनि निरन्तर अगाडि बढ्न सकौँ, ताकि तपाईँले हामीलाई नयाँ जोस र उत्साह सधैँभरि हाम्रो जीवनमा सञ्चार भइरहेको होस्। प्रभु हामीलाई हाम्रा सबै परिस्थितिहरूमा सहायता र अनुग्रह गर्नुहोस्, येशू प्रभुको नाममा, आमेन। हुन्छ, अब यो समय म फेरि पनि जोन सरलाई दिन चाहन्छु। तपाईँलाई